सबैजनालाई नमस्कार। फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा। अनि म चाहिँ आज यो कुन ठाउँ हो, सायद डेरा होला, डेरा भन्ने ठाउँमा छु। अगाडि चाहिँ यो कुन बिल्डिङ छ भने हल रिम हो कि हल रिम REEM हल रिम टावर छ। के छ थाहा भएन, ठाउँ चाहिँ ठिकै छ। अनि अहिले चाहिँ ब्रेक टाइम हो। ब्रेक टाइममा खानासाना खाएर बसेको। कोही यहाँ चाहिँ फुलहरू रहेछ, फुलहरू कति राम्रो हो, कस्तो राम्रो ठाउँ रहेछ हो क्या। अनि हल्का फुल्का काम सकेर बसेको, त्यो के भन्छ वायरिङ गरेको, त्यो गरेको त होइन, वायर माथि त्यो सिलिङको माथि राखेको, त्यो पछि स्मोक इमर्जेन्सी लाइटहरू एक्जिट लाइटहरू राख्नु छ। टन्नै काम बाँकी छ। यहाँ चाहिँ आइराख्नुपर्छ, धाइराख्नुपर्छ जस्तो लाग्यो। अझै 1-2 हप्ता। तर म चाहिँ अलग अलग ठाउँमा जान्छु, थाहा भएन मैले चाहिँ के हो, फिक्स छैन। त्यही हो, चस्मा लाएर सानो साइकलमा हिँड्नेछ। अगाडि रेड लाइट रहेछ। म चाहिँ यहाँ ढुक्क बसेछु। के गरौँ झ्याउ लाग्यो माथि बस्नु। ठाउँ चाहिँ राम्रो रहेछ है डेरा। पुरै घुम्न त पाइएन, तर जति पनि आँखाले भ्याएछ राम्रै छ ठाउँ। टक्क व्यवस्थित सरर फुलहरू, रुखको तलतिर नै फुलमा पुरा पानीको सिस्टम। हो कि क्या हो जस्तो। यता पनि रुखको मुनितिर फुलै फुल। यहाँबाट आँखा एउटा टक्लु गयो कारमा। यताबाट निलो कारभित्र काले आयो। फेरि म रेसिस्ट होइन है, काले भन्दैमा फेरि। अनि अहिले चाहिँ यही बिल्डिङमा काम चलिरहेछ। यहाँ नयाँ मार्केट खोल्दै रहेछ। यो के भन्छ, ब्रान्ड भिलेज, ओरिजिनल ब्रान्डहरू। फेसन लभरहरूको लागि चाहिँ खुल्दैछ, तर टाइम लाग्छ। अझै 1-2 महिना, 2 महिना पछि खुल्छ होला। अनि त्यही हो साथीहरू। के भन्नु सर, केही भन्नु छैन सर। जता आएर त्यतै। ओपनिङ सुन, डोन्ट मिस द चान्स लेख्छ। के गर्ने, पैसा छैन।